कसरी बिते कि थाहाहरू भएन, दिनहरू कसरी बिते थाहा भएन। अनि यसको बावजुद आज यो समय प्रभुले हाम्रो निम्ति दिनुभएको छ, बरु यो कटनीको समय दिनुभएको छ। आमेन आमेन। अनि गीतले भन्दछ, प्रियहरू, जब हामी नेपालबाट यस ठाउँमा कतारमा आयौँ, हाम्रो जीवनमा अवश्य विभिन्न प्रकारका कुराहरू, उद्देश्यहरू, लक्ष्यहरू थिए। अनि जब यी कुराहरू हाम्रो जीवनमा आए, ती कुराहरू सम्पूर्ण कुराहरू सफल हुन सकेन। अनि म मेरो जीवनको कहानीलाई भन्ने हो भने, म दिनमा जब नेपालबाट यहाँ कतारमा आए, दिनमा 3 चोटि रुने गर्थेँ। अनि कुनामा गएर, कम्पनीको कुनामा गएर म प्रार्थना गर्ने गर्थेँ। अनि प्रभुलाई शक्ति दिनुहुन्थ्यो। अनि पछिबाट जब प्रार्थनामा गर्दै गएँ, प्रभुले मलाई साथ दिनुभयो। अनि प्रिय हो, यो मरुभूमिमा, उजाड स्थानमा आज साथ दिनुहुने र एउटा जीवनको पानीको रूपमा काम गर्नुहुने चाहिँ हाम्रो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। अनि उहाँ हाम्रो साथमा हुनुहुन्छ। अनि त्यसको साथसाथै यो मरुभूमिको प्रयासहरू भन्ने सिडी तपाईँहरूको माझमा हामीले पस्किरहेका छौँ। यो चाहिँ एउटा आवाज हो, तपाईँ हाम्रो आवाज हो, जुन सिडीले चाहिँ आज तपाईँहरू मिलेर यो प्रभुको महिमा गर्नुपर्छ भन्ने कुरा यस गीतले भन्दछ। अरू शब्द गीतहरूबाट सुन्नुहोस्। अनि म तपाईँलाई यो आह्वान गर्न चाहन्छु यहाँबाट, यो विशेष उद्देश्यले यो निकालेको सिडी हो। तपाईँहरूले अहिले 2-2 कपी तपाईँहरूको माझमा आउनेछ र तपाईँलाई यो अनुरोध गर्दछौँ, हामी यो एउटा सानो सहायताबाट यो कतारमा एउटा मण्डली स्थापना हुन सकेको होस् र त्यहाँबाट परमेश्वरको महिमा हामी यहाँ आज भोलि सायद नहोला, तर पनि आउँदो दिनहरूमा त्यहाँ आउने सन्ततिहरू असल प्रकारले एउटा भवनमा सङ्गति गर्न पाउनु भएको छ। आमेन। विनम्र म अनुरोध गर्दछु, यदि तपाईँहरूसँग अप्ठ्यारो नमानौला, पैसा छ भने ठिकै छ, उधारो पनि लान सक्नुहुनेछ, छैन भने तपाईँहरू अप्ठ्यारो नपर्नुहोला, र छ भने तपाईँहरू कृपया जसरी हुन्छ मिसनको लागि तपाईँहरूले खर्च गर्न सक्नुहुनेछ। आमेन। हुन्छ, गीत अब हामी गीत सुन्नेछौँ।
डोले मरुभूमिमा त्यसरी कैमा जीवनको पानी दिनुभयो चढिरहेको यो जीवनलाई अनन्तको आशा दिनुभयो पाइलाहरूमा यसो तपाईले साथ दिनुभयो गर्दै गरेका पाइलाहरूमा यसो तपाईले साथ दिनुभयो हाम्रा